सबैलाई ख्रीष्ट अभिवादन र स्वागत गर्दछु आजको नयाँ भिडियोमा। के तपाईँहरूले कहिले सोच्नु भएको छ कि दुष्ट आत्माहरू मानिसहरूमा भन्दा सुँगुरहरूमा किन जान चाहन्थे? एक यस्तो खतरापूर्ण स्थितिको कल्पना गर्नुहोस् जहाँ एक मानिसलाई धेरै दुष्ट आत्माहरूले दुःख दिइरहेछन्। त्यो मानिस यीशुलाई भेट्छ र त्यसपछि जे हुन्छ त्यो सबै कुरा बदली हुन्छ क्या, परिवर्तन हुन्छ। जब सुँगुरहरू गालिलको समुद्री झिलबाट खस्छन् तब हाम्रो सामु एक आश्चर्यजनक सत्य आउँछ जो केवल यीशु ख्रीष्टको सामर्थ्यलाई होइन तर हाम्रो पाप र मुक्तिको बीच लुकिएका निर्णयलाई पनि उजागर गर्दछ। आज यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् किनकि आज हामी यस रहस्यमय र रोमाञ्चक बाइबलको कहानीलाई गहिराइमा जान्नेछौँ। एउटा यो प्रश्न कि दुष्ट आत्माहरूले यीशुलाई किन भने कि हामीहरूलाई सुँगुरको बथानमा पठाइदिनुहोस्, यो धेरै मानिसहरूको लागि सोच्ने विषय हो। एक ख्रिस्टियन भएको नाताले मैले पनि धेरै पटक सोचेर महसुस गरेको छु कि यी कहानीहरूमा जो देखिन्छ त्योभन्दा धेरै अधिक गहिरो अर्थ लुकेको छ। एक दिन प्रभु यीशु र उहाँका चेलाहरू गालिलको सागर पार गर्दै थिए। तब एक भयङ्कर आँधी बतास चल्यो। चेलाहरू आफ्नो प्राणका लागि डराएर यीशुलाई बतास शान्त गर्न बिन्ती गर्न लागे। तब यीशुले चमत्कारिक रूपमा बतास र समुद्री छाललाई शान्त गर्नुभयो। त्यसपछि उहाँहरू आफ्नो यात्रा जारी राख्दै झिलको पारिपट्टि गदरिनीहरूका मुलुकमा पुग्नुभयो। यो स्थान जसलाई डेकापोलिस भनिन्छ, जो अधिकतर गैर यहुदीहरूको क्षेत्र हो। त्यसैले यहाँ सुँगुरहरू थियो जो यहुदी कानुनका अनुसार अशुद्ध र अपवित्र मानिन्थ्यो। गैर यहुदीहरू सुँगुरलाई खाना र कमाइका लागि पाल्ने गर्थे। यीशु ढुङ्गाबाट बाहिर निस्किने बित्तिकै चिहानबाट अशुद्ध आत्मा लागेको एकजना मानिसले उहाँलाई भेट्यो। त्यो चिहानबाट हुँदो बस्दथ्यो। कसैले पनि त्यसलाई साङ्गोले समेत बाँध्न सक्दैन थियो किनकि त्यो धेरै पटक नेल र साङ्लाहरूले बाँधिएको थियो र पनि त्यसले साङ्लाहरू टुक्रा टुक्रा पारी छिनाल्थ्यो। कुनै मानिसले पनि त्यसलाई बसमा पार्न सकेको थिएन। त्यो रात र दिन सधैँ चिहानहरू र डाँडाहरूमा कराउँदै आफैलाई ढुङ्गाले काट्दै हिँड्थ्यो। अनि जब त्यसले यीशुलाई टाढैबाट देख्यो तब दौडेर आएर यीशुलाई दण्डवत गर्यो। अनि ठुलो स्वरले चिच्याएर त्यसले भन्यो, हे सर्वोच्च परमेश्वरका पुत्र यीशु, तपाईँको मसँग के सरोकार? म परमेश्वरमा शपथ खाएर तपाईँलाई बिन्ती गर्दछु कि मलाई दुःख नदिनुहोस्। किनकि उहाँले त्यसलाई भन्नुभएको थियो, ए अशुद्ध आत्मा यस मानिसबाट निस्किजा। अनि उहाँले त्यसलाई सोध्नुभयो, तेरो नाउँ के हो? त्यसले उहाँलाई भन्यो कि मेरो नाउँ त फौज हो, किनकि हामी धेरै छौँ। ती भूतात्माहरूलाई त्यस इलाका बाहिर ननिकालिदिनुहोस् भने त्यसले उहाँलाई आग्रहपूर्वक बिन्ती गर्यो। त्यहाँ नजिकैको डाँडामा सुँगुरको एक ठुलो बगाल चरिरहेको थियो। ती भूतात्माहरूले यसो भनी उहाँलाई बिन्ती गरे कि हामीहरूलाई सुँगुरहरू कहाँ जान दिनुहोस् र हामी तीभित्र पस्छौँ। तब उहाँले तिनीहरूलाई अनुमति दिनुभयो र अशुद्ध आत्माहरू बाहिर निस्केर सुँगुरहरूभित्र पसे। अनि करिब 2000 सुँगुरको त्यो बगाल भिरालोबाट समुद्र हुरिँदै गए र समुद्रमा डुबेर मरे। ती सुँगुर चराउनेहरू पनि भागे र सहर र गाउँमा खबर दिन गए र के भएको हो सो हेर्न मानिसहरू त्यहाँ आए। तब तिनीहरू यीशु कहाँ आएर देखे कि त्यो भूत लागेको मानिस त एकदम ठिक मनको भएर लुगा लगाएर बसेको थियो। यो देखेर तिनीहरू साह्रै डराए। अनि जसले यो देखेका थिए तिनीहरूले भूत लागेको मानिस र सुँगुरहरूलाई के भएको थियो सो बताइदिए। अनि तिनीहरूले इलाकाबाट गइहाल्नुहोस् भनी मानिसहरूले यीशुलाई बिन्ती गर्न लागे। उहाँ ढुङ्गामा पस्न लाग्नुहुँदा त्यो भूत लागेको मानिसले उहाँसँग रहनको निम्ति बिन्ती गर्यो, तर उहाँले त्यसलाई अनुमति दिनुभएन र त्यसलाई भन्नुभयो कि तिमी आफ्नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्ति के गर्नुभएको थियो त्यो महान काम र तिमीलाई देखाउनु भएको ठुलो दयाको वर्णन गरिदियो। अनि त्यो मानिस हिँडिहाल्यो र यीशुले त्यसको निम्ति कति ठुलो काम गरिदिनु भएको थियो सो डेकापोलिसभरि प्रचार गर्न लाग्यो र सबै मानिसहरू अचम्ममा। दुष्ट आत्माहरूले यीशुको सही नाम प्रयोग गरे। यसबाट थाहा हुन्छ कि तिनीहरूले यीशुलाई चिन्थे र जान्दथे कि यीशु तिनीहरूका अधिकारका लागि खतरा हुनुहुन्छ। तिनीहरूले यीशुलाई परमेश्वरका पुत्र भन्नुले यो देखाउँछ कि तिनीहरू जान्दथे कि तिनीहरूको समय सीमित छ र तिनीहरूलाई कहिले खत्तम नहुने अनन्त दण्डको डर थियो। यीशुलाई सोध्छन् कि हे परमेश्वरको पुत्र, तपाईँ हामीसँग के चाहनुहुन्छ? के तपाईँ हामीलाई यो तोकिएको समयभन्दा अगाडि नै दण्ड दिन आउनुभएको हो? यो प्रश्नले देखाउँछ कि परमेश्वरको राज्य आउनेवाला छ र शैतानका गढहरूमाथि विजय हुने समय निकट छ। दुष्ट आत्माहरूलाई थाहा थियो कि तिनीहरूको सजाय आउनेवाला छ।
त्यसैले तिनीहरू सुँगुरहरूका बथानमा जाने बिन्ती गर्छन्। तर तिनीहरूको यो प्रयास अनन्तकालको सजायबाट बच्नलाई थियो। यीशुसँग तिनीहरूका बिन्तीलाई इन्कार गर्ने कुनै कारण पनि थिएन, किनकि यो बिन्ती अन्त्यमा तिनीहरूको उद्देश्यलाई पुरा गर्थ्यो। यो घटना यीशुको परीक्षाका विपरीत थियो, जहाँ उहाँले शैतानका मागहरूलाई इन्कार गर्नुभएको थियो, जो उहाँलाई असमर्थ गर्ने प्रयास गरिरहेको थियो। तर यहाँ दुष्टात्माहरूका मागले यीशुलाई पाप गर्न बाध्य गरेको थिएन, जो तिनीहरूका मागहरूका स्वभावका एक महत्त्वपूर्ण अन्तर पनि देखाउँछ। दुष्ट आत्माहरूका सुँगुरका बथानमा जाने माग तिनीहरूका पहिचानलाई दर्शाउँछ। जस्तै सुँगुरलाई अशुद्ध मानिने गरिन्थ्यो, त्यस्तै दुष्ट आत्माहरू पनि अशुद्ध थियो। तिनीहरूलाई सुँगुरका बथानमा जाने अनुमति दिएर यीशुले खराबीमा आफ्नो शक्ति देखाउनु भयो, तर यो पनि देखाउनु भयो कि त्यस इलाकाका मानिसहरूको वास्तविक प्राथमिकता के थियो भनेर। दुष्ट आत्माहरूबाट ग्रसित मानिसको चङ्गाइमा तिनीहरू खुसी हुनुको साटो ती गैर यहुदी मानिसहरू आफ्नो आर्थिक नोक्सानीका बारेमा धेरै चिन्तित थिए, यानि सुँगुरहरू नष्ट भएको बारेमा तिनीहरू चिन्तित थिए। यो प्रतिक्रिया मानव स्वभावका बारेमा एक गहिरो सत्यता देखाउँछ। मानिसहरू आफ्नो भौतिक वस्तुहरूलाई यीशुका अद्भुत कामहरूभन्दा पहिलो राख्ने गर्छन्। पहिलो स्थानमा परमेश्वरको शक्तिलाई ख्रिस्टको माध्यमबाट अपनाउनुको साटो तिनीहरूले उहाँलाई त्यस इलाका छोडेर जानलाई बिन्ती गर्छन्, किनकि तिनीहरू आफ्नो सुँगुरहरूलाई आफ्नो आध्यात्मिक भलाइभन्दा धेरै महत्त्व दिने गर्दथे। यो कहानी हाम्रो जीवनको एक प्रतिबिम्ब हो प्रियहरू। हामी अक्सर आफ्नो सुँगुरहरूसँग जोडिने गर्छौँ, अर्थात् ती पापी आदतहरू र सुखहरूसँग जो हामीलाई परमेश्वरबाट टाढा बनाउन सक्छ। गदरिनीहरूका मानिसहरू समान चाहिँ हामी पनि कहिलेकाहीँ परमेश्वरलाई हाम्रा पापहरू हटाउन रोक्ने गर्छौँ क्या। विशेष गरी यसको मतलब यो हुन्छ कि हामीले ती कुराहरू छोड्नु पर्नेछ जो हामीलाई मनपर्छ र लाभदायक छ, तर पापलाई समातेर राख्नु हाम्रो आत्मिक जीवनको लागि हानिकारक छ। बाइबलले सधैँ संसारको इच्छाहरू र परमेश्वरका आज्ञाहरूको बिचको सङ्घर्षलाई बताउँछ। यीशुले भन्नुभयो कि कुनै पनि मानिसले एकै समयमा धन र परमेश्वरको सेवा गर्न सक्दैन, जो यो देखाउँछ कि पापको प्रति वफादारी र भौतिक लाभको खोजले अक्सर हामीलाई परमेश्वरबाट टाढा बनाउँछ। गदरिनीहरूको कहानी यस बारम्बार आउने विषयलाई देखाउँछ। मानिसहरू अक्सर आत्मिक जीवनको साटो चाहिँ संसारका कुराहरू चुन्छन् भनेर। रोमी 12 अध्यायमा पावल विश्वासीहरूलाई भन्छन् कि तिनीहरू यस संसारका तरिका अनुसार नचलन्, तर आफ्नो विचारहरूमा चाहिँ परिवर्तन ल्याउन्, ताकि तिनीहरूले परमेश्वरको इच्छा चाहिँ बुझ्न सकुन्। यो पापबाट बच्न र आत्मिक नवीनीकरणलाई चाहिँ अपनाउने आवश्यकतालाई दर्शाउँछ। यसबाहेक यो घटनाले यीशुको सेवाका सार्वभौमिक प्रकृतिलाई देखाउँछ। उहाँलाई जुन विरोधको सामना गर्नु परेको थियो त्यो केवल यहुदी मानिसहरूमा सीमित थिएन, जसबाट थाहा हुन्छ कि मसीहलाई अस्वीकार गर्नु जातीय र सांस्कृतिक सीमाहरूभन्दा पर छ। एफिसी 2 अध्यायमा भनिएको छ कि ख्रिस्टले यहुदीहरू र अन्य जातिहरूका बीचको बाधा तोडेर एक नयाँ मानवताको निर्माण गर्न कुरा गरिएको छ। उद्धारको सन्देश सबैको लागि खुल्ला छ, जो यो देखाउँछ कि पापलाई छोड्न मानिसको सङ्कोच वास्तवमा चाहिँ ख्रिस्टको अनुसरण गर्नुमा चाहिँ बाधा हो। सो आउनुहोस् हामी यो कुरालाई मनमा स्वीकार गरौँ, यो ध्यानमा राख्दै कि आफ्नो विश्वासको मार्गमा हामीले यीशुलाई सबै कुराहरूभन्दा पहिलो स्थानमा चाहिँ राख्नु पर्दछ। हामीले उहाँलाई अनुमति दिनुपर्दछ कि हामीलाई रोकावट ल्याउने कुराहरू चाहिँ हामीबाट हटाइदिउन् र उहाँको प्रेमको बदल्ने शक्ति अपनाउन सकौँ। आमेन। सो आजको लागि यति नै। यदि यस सन्देशबाट केही सिक्न मिलेको छ भने भिडियोलाई अवश्य पनि लाइक, कमेन्ट अनि अरूलाई सेयर पनि गर्नुहोस्। बाइबल र मसीहतमा आधारित अरू सन्देशहरू सुन्न र भिडियो हेर्नको लागि सब्सक्राइब गरेर बेल आइकन पनि दबाउन नभुल्नुहोस्। सो प्रभुले तपाईँहरूलाई धेरै भनेर आशिष दिनुभएको छ। सबैलाई ख्रीष्ट युवादन, गड ब्लेस यु।